सीताका पति रामचन्द्र भगवान तीनै भाइ साथमा, हातमा धनुजो जटा मुकुटमा रुद्राक्ष छन् माथमा। आँखामा आँसु तेलिही वनभरि सीता कहाँ छौ भनी, खोज्ने ती भगवान राम प्रभुका पर्छु म पाउ पनि। मनमा कुरा राख्दै थिइन्, लछु मनलाई ढाक्दै थिइन्।
भिक्षालिन चामल लिन गइन् सीता उनलाई भिक्षा दिन सीता माइलाई हर्नलाई आयो रावण राक्षस भिक्षाले जै गर्नलाई सीता माइलाई हर्नलाई आयो रावण राक्षस भिक्षाले जै गर्नलाई सीता माइलाई हर्नलाई आयो रावण राक्षस भिक्षाले जै गर्नलाई सीता माइलाई हर्नलाई आयो रावण राक्षस भिक्षाले जै गर्नलाई सीता माइलाई हर्नलाई सीता माइलाई हर्नलाई हरि सीता माइलाई रावणले विमानमा टेकायो सीता माइलाई रावणले विमानमा टेकायो विमान चढिसकेपछि आफ्नो रूप देखायो एकोहोरो डोलायो पति पति भन्दै सीता माइले बोलाइन् एकोहोरो डोलाइन् 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 एकोहोरो डोलाइन् हरि अशोकाको वाटिकामा सीता माइलाई राख्यो अशोकाको वाटिकामा सीता माइलाई राख्यो सुरक्षा गर्नलाई सेनाहरू डाक्यो छुनलाई चाहिँ डराउँथ्यो रावणले सीतालाई धेरै मन पराउँथ्यो 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 छुनलाई चाहिँ डराउँथ्यो छुनलाई चाहिँ डराउँथ्यो हरि हनुमानलाई भेटी रामले दुःख सुनाइदिए हनुमानलाई भेटी रामले दुःख सुनाइदिए सीता माइलाई खोज भनी उनले आदेश दिए बनाइने मनभरि छलाङ हान्दै हान्दै लङ्का भए सवारी 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 बनाइने मनभरि हरि अशोकको बोटमाथि टेके हनुमानले अशोकको बोटमाथि टेके हनुमान
देखेर परिकरमा